जीवन एक्लै छ यहाँ कथा बेग्लै छ जीवन एक्लै छ यहाँ कथा बेग्लै छ हरेक दिन राति दुःख मेरो साथी कसको विश्वास गरौँ यहाँ दुनिया छ घाती परी मैले जिन्दगीमा एक्लिएको मान्छे हरेक चोट प्रहारले बेग्लिएको मान्छे झिनो आस बोकेर हिँडेको कमी छैन यहाँ दुःख दिनेको म त दुखी मान्छे मै पछि पछि दुःख कि अघि गाह्रो छ जिन्दगी गाह्रो छ जिन्दगी भोलि पर्सि ड्राइभर आउलान् नि ड्राइभर नै हामी फुर्ती लाउनु पाइन्छ नि अहिले पो तेरो बहिनी आयो भनेर फुर्ती राख ठिकै छ नि झुम्रे रिस आयो कि क्या हो त्यसरी बोलाउनु पऱ्यो त्यसरी दाइ आउँदा त्यस्तै भन्छ मलाई फेरि त्यसको दाइ भोलि पर्सि आउँथ्यो मलाई त्यस्तै गर्दा दसैँमा आउँछु भनेर छ क्या बोलाउनु पऱ्यो ए झुम्रे 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 किन कहाँ छस् है भित्र बसिरहेको छु नि बाहिर आइज न किन होला आइज न अघि त कति नै रिसाएर गएको थिइस् तेरो बहिनी आयो भनेर हुन त हो आखिर चाहिने त म आउँछु नि साथी हो नि त बस यहाँ बस के रे बस्ने हो कति ठुलो ठुलो कुरा गरेर गएको थिइस् त होइन रिसाएको त छैन म त्यस्तो मान्छे होइन नि म रिसाउँदिनँ आखिर चाहिने म रहेछ नि हुन त हो म कहाँ रिसाउनु तैँले यसो के पो गर्छस् पो भनेर पो हेरे त हो र अनि म त रिसाएर गएछ भने टेन्सन मानेको थिएँ होइन खै त मिठो ल्याए जस्तो ल्याइनस् छैन बिचबाट एउटा फर्क्यो नि तँ न यसो यहाँ रिसाइस कि भनेर हेर्न आएको छैन लिएर आउनु पर्ने हो नि ल्याउनु पर्ने हो तँ भनेको त मेरो सानोदेखि साथी हो नि म कहाँ रिसाउनु हो र अनि म त रिसाइस् कि भनेर छैन गीत गएको थियो हो हो नि झुम्रे साँच्ची बाउ खै त अस्ति तैँले त्यो मासु खाने बेलामा यसरी हामीदेखि नि कहिले अस्ति हाने हो र बसेर हो कि क्या हो अस्ति तैँले मासु खाने बेलामा अँ। यसरी तान्ने बेलामा यहाँ लागेर अँ बुढाको दाँतै खुस्क्यो क्या हो हो मेडिकल जान्छु भनेको चेक गर न आश्रममा आएको छैन तँलाई भेटायो भने त मार्छन् होला अलि लुकेर हिँडेस् मार्छ क्या हो जाउँ तलतिर यसो घुमेर आउँ हुन्न जानेर बा पनि छैन घरमा हो जाउँ जाने त भनिस् बाटोमा मेरो बाप भेट्यो भने फेरि मार्छ हुन त हो कसरी जाने त फेरि जाउँ न म यसो जुक्ति लगाइहाल्छु नि ए म छु क्या म छु हिँड्न हो हुन्छ जाने त भनिस् केटा अँ बा बाटोमा आयो भने फेरि बाले त हुन्छन् हुन त हो काला फर्किने गरे म छु के म छु आऊ न हुन्छस् आऊ न के गर्ने म त भनिदिस् बाख्रालाई घाँस पनि दिएको छैन पानी पनि दिएको छैन हो नडर न के गर्छ यो हिँड्न पनि बाटो जान्दैन चिप्लो छ क्या? हिँड्ने गर्न राम्ररी हेरेर आँखा
कसरी सम्झाउने होला हुँदा हुँदा घरमा बास हुन पनि छोडिसक्यो के चाहिँ गर्ने होला के चाहिँ भएको होला कहाँ चाहिँ गएको होला र यो अट्टो पट्टै छैन भयो आजसम्म पनि उहाँले ठुलोतिर गयो कि के भयो फेरि माथि हेरेर कराइरहेको छ कि के हुनु नि हिजो त मेरो छोरो भनाउँदा मासतिर झुम्रे झुम्रे भन्ने कुदेर गएको थियो कहाँ गयो नि अहिलेसम्म आएको छैन जति जे भन्दा नि मान्दैन त मान्दैन ठुलै मान्दैन यिनीहरूले भनेको काम चाहिँ फेरि नाइने कहिले भन्दैन ल ल ल चाहिँ भन्छ कि भन्ने चाहिँ काम एउटा राम्रो गर्दैन के त्यही मन पर्दैन त्यही त अब जति सम्झाउँदा पनि मान्दैन अब के गर्ने त के गर्ने डिक्क भइसक्यो त डिक्क हिजोको मासै मासिरी भाँच्छ त घरमा बास बस्न आएको छैन नि अब त्यो दुईजना भएपछि को नै चाहिन्छ र पानालाई के चाहिँ गर्ने ल भन्न ठुले अब के गर्ने भन्ने चाहिँ अब ठुले जाउँ न त एकछिन बसेर कुरो गरौँ न त हुन्न ल त बसेर कुरो गरौँ यस्तै छ के गर्ने त गरिबको घर हो यस्तो छ साथी तेरो छोरी त सहरबाट आएको थियो मैले बाटोमा भेटेँ के आएको भित्रतिर बसिन होला खोइ अहिलेसम्म आउनु पर्ने बाहिर खोइ अहिलेसम्म उठे छैन कि अब के गर्नु अब अहिलेको बच्चाहरू यस्तै हो तर त्यस्तो छैन नानी छोरी एकदम ज्ञानी छ त झुत्रिएको झुम्रे त यस्तो हरामी छ कि मलाई त यस्तो रिस उठेको छ कि त्यसले हेरेर त मेरो त सहरबाट आएको छोरीले कति काम गर्छ अब अनि भित्रतिर छ होला अब छोरी भने छोरी नै हुन्छ नि त बिर्खे छोरी त छोरी हो नि जे भने त्यो मान्छ अहिले हेर त ल बिर्खे म पनि जान्छु अब ए हामी त कमै भुलिन्छ त एक कप चिया खाएर जाम हो ल त अन्त ल छोरा ए छोरी ल ल ल जाउँ छोरी मिठो चिया बनाएर लिएर जाउँ छोरी हेर बिर्खेको छोरी कतै संस्कारै भएछ संस्कारै छ नि छन् र अब त्यो झुट्रेर त्यो तिनीहरू मात्र हो के अब तेरो सुखको दिन आयो बिर्खे अब सुखा दिन त आइन्छ छ आउन त अब ठिक छ कहिले काहीँ अब तेरो पनि सुखा दिन आउँछ कि त के थाहा अब आउँछ आउँदैन अब त्यो त अब के थाहा मलाई अब झुम्रेको यही अब अत्तपत्त के थाहा छैन के गर्छ गर्दैन गर्दैन यिनीहरूले गर्दैन ठुले गर्दैन के गर्ने होला उनीहरूले गरी खाँदैन के गरी खाँदैन मैले चाहिँ देखेकै छैन कि यस्तो फिल्म दिउँ न पहिला ल नानी ल अनि तिमीलाई खै त नानी ल ज तिमी पनि गएर खाऊ खाऊ ठुले खाऊ ल बिर्खे छोरीले चिया त मिठो बनाउँदो रहेछ त मिठै छ ल बिर्खे मिठो चिया खाइयो खुसी लाग्यो अब म पनि जान्छु नि त ल ल गयो नि त है छोरी छोरी हजुर बाबा ल यो भिडियो गरेर राख छोरी हस् बाबा जाउँ छोरी जाउँ अब घरमा अब के गरेको नि बाख्राहरू खोक्ने होला ढुङ्डेले घाँस काटेर राख भन्छे ल फेरि यो दुईजना बानहरू कहाँ हिँडेको यसरी अब हिजो म तल मेडिकलसम्म गएको थिएँ हिजो आएन बाख्रालाई कति घाँस काटेँ म हेर्छु तँलाई त मैले जाने छ खालि दुईजना लखट डुलेर बस्या छ काम साम छैन काम गरेर आएको नि यति घाँस काटेर अनि बाख्रालाई थोरै राखिदिएर थोरै राखेर उता छ पछिको लागि पुग्छ हेरौँ ल तिमीहरूलाई त मैले कहाँ छोड्छु र घरमा नि कोही छैन अब पानी लिन जानु पर्यो अस्ति मेरो घरमा त कहाँ सब आयो हो र अनि ओहो त्यसो भए त मेरो घर पनि आउँछ होला खोइ ए प मलाई आइडिया आयो नि त के आइडिया के गरौँ भने
हुन्छ कति हुन्छ कति हुन्छ त्यसो भने हुन्न हुन्छ हुन्छ हिजो चाँडै गएको थियो तिखे यति बेलासम्म आउँदै आएन 10 बज्न लागिसक्यो यति बेला त आउनु पर्ने हो त कहाँ चाहिँ गयो होला गाउँतिर जाउँ भनेको साहबले सबैमा बोलाउनु भएको थियो मेरो घर चाहिँ ठिकै भयो साहब दर्शन खै त 7 बजीतिर आउँछु भनेको यति बेलासँग आइनस् त 10 बजिसक्यो टाइम गाउँतिर जाने भनेको ढिलो भयो क्या काजी साहब आज आउनु ढिलो भयो नरिसाउनु काजी साहब बिसाएको होइन हेर अब अझैले गाउँतिर जानुपर्ने थियो बेलमाथि गयो केटाहरू उनी बिर्खिएर ऊ भेटिन्छ कि अस्ति पनि भेटेन हुन्छ हुन्छ एकचोटि जान भनेको पैसा उठाऊ आऊ भनेर ए हुन्छ काजी साहब अस्ति पनि भेटाएन आज पनि चाँडै आइदिएको भयो जान हुन्छ 10 बजिसक्यो हस् काजी हस् हिँड्छौँ माथितिर बिर्खी गाउँ जाउँ अब यति बेला भेटिन्छ हुन्छ काजी साहब हुन्छ आउलास काजी यही बाटो अनि काजी खाइस् काजीले खान्छ अब ल आइज काजी अब आउँछ काजी घर अब काजी त्यो समातेर हालिदिए यसमा छोपिदिए यसलाई हो घाँस देख्यो भने फेरि थाहा ल अब यति भयो काजी त उता लुक होइन उता लुक म चाहिँ यतातिर लुकेर हेर्नुपर्छ हुन्छ है हस् देखेछ जुत्रे झन् नानी लड्ला भनेर हातमा समातेर बचाएको त उल्टो कराउँछ त हुन्छ हो भला गर्ने जमानै छैन के पक्कै यो दुईजनाको काम हुनुपर्छ छोड के हो ल हेर तिमी कसले यो गाग्रीलाई यस्तै छोडेको भित्तो गाग्री आएपछि सायद पर्दैन भन्थे गाग्रीले फालेर त्यो त कुन चाहिँ गाग्रो हो यो ल बल्ल थपेको पानी पनि यो मुर्दारहरूले गुल्टाइदियो घाटले पनि काट्नु फुल अब बाबा म तल मन्दिरको घरतिर जान्छु ल गएर छिटाउन त जाउँ छिटाउँ ल
मन्दिरा भित्र आऊ न, कहिले आयो काठमाडौँबाट? आऊ न, भित्रै बस। कस्तो बाख्राले चाहिँ यो कराइरहेका छन्। अतिखे कसको गाई छ? के बिर्खेको हो यो? हो कि गाई छ? जहाँबाट पैसा दिएन भने एउटा पैसा दिएन भने एउटा बोको फुकाएर जानुपर्छ। हुन्छ काछ हुन्छ, काटेर खानुपर्छ। हुन्छ काछ। कति आइरहने? त्यही काछ हामीले पनि धेरै दुःख दियो काछ, धेरै दियो नि। आजसम्म न ब्याज छ, न साउ छ, न घर आएपछि मान्छे भेटिन्छ। त्यही त काछ। ए बिर्खे, ए बिर्खे, ए बिर्खे, गाउँमा त चाबी लाएर गएको छ। हो त काछ, हामी आयो भने ढोको लगाएर गयो कि हल्का छ। 7 बजीतिर आउने, त्यही भएर मान्छे चाँडै निस्क्यो खाना खाएर। यति बेलासम्म कहाँ गरेर गयो काछ? ढिलो आइस् क्या तपाईँ, ढिलो आइस्। अब माथि ठुले काममा जानुपर्छ क्या। हुन्छ काछ हुन्छ, धेरै भयो उसँग पनि नभेटेको। एकचोटि माथि जाऊ। हस् हस् काछ हस्। के भन्छ उता पनि ढोकै बन्द गरेर गयो होला। है काछ। त्यही त काछ। हातले दियो खुट्टाले दुःख भन्थे, हो रहेछ। त्यस्तो भयो काछ। अब के अन्त, अब मलाई दुःख भयो नि। भयो काछ भयो। उभिने अब 10 बजिसक्यो, के भेट होला र? खै काछले हेर राम्रो काछ। अब घरमै छ कि काछ? साह्रै दुःख दिए। यो पैसा भन्ने चिज दिए पनि सुख छैन, नदिए पनि सुख छैन। त्यही त काछ, के गर्नु त? के छ तिम्रो खबर? मेरो त ठिकै छ, अनि तिम्रो कस्तो छ नि? मेरो पनि ठिकै छ। अनि घरतिरको खबर के छ? ठिकै छ, बुढाबा घरमा एक्लै हुनुहुन्छ, के गर्ने? ए अनि काठमाडौँतिर त बनाएको होला नि केटाहरू? छ्या त्यस्तो नभन न। के हो काठमाडौँतिर त सुनेको छु नि मैले कुरा। छ्या त्यस्तो कुरा नगर न, हो जुत्रेसँग। ए छोड यस्तो कुरा, मैले तिम्रो कुरा बुझिसक्यो। जमानामा त्यो पछि लागेको हो मेरो। ला मन्दिरा, मैले त बिर्सेर कुरो बसालेको थियो। जान्छु ल। ल ल जाऊ, म पनि केही काम गर्छु। फेरि आऊ है। ल ल। त्यो बुढेसकाल लागेपछि हिँड्न पनि गाह्रो। हजुरलाई दुःख मात्रै दिएका छ, उनीहरूले के गर्नु त? हेर न यो अलिक यो पैसा भन्ने चिज अगतिको हुन्छ। त्यही त खास, अब मान्छे बुझिने कान्छ साहब। मान्छेले जाँदै यस्तै हो, अप्ठ्यारो पऱ्यो आउने हात जोड्ने हो। त्यही त हुन्छ अनि पैसा दियो दुःख मात्रै मान्छेलाई। पुलिस काल्नु। ए ठुले ठुले, खै त मान्छे बोल्दैन। जा त भित्र गएर हेर त, कहाँ गयो त्यो ठुले? हस् काछ ठुले। अब नरिसा है, अब काजी सबको अगाडि अब त्यस्तै भन्नु पऱ्यो। नरिसाउ है। ल अब पैसा उठाउनु आएको छ होइन, अब के छ कसो छ? अब पैसा छैन, अब काजी आउनु भएको। पछि अब काजीको अगाडि गएर कुरो गर्छु मैले। अब रिसाको जस्तो कुरो गर्छु, अब नरिसाउ ल। ल ल, म काजीसँग जान्छु ल। हस् ल। हजुर काछ साहब। ए तपाईँ भित्र गएको हराइसकिस् त। ए ठुले ठुले, बाहिर निस्क्नु न, यहाँ काछ आउनु देखेन? ल बाहिर निस्किहाल्नु छिटो। नमस्ते काजी साहब। नमस्ते नमस्ते। खै त नाकमुख देख्न गाह्रो भयो त। अस्ति त अप्ठ्यारो परेर आएको थिइस् घरमा। अब अप्ठ्यारो परेर आएको काजी साहब, अब के गर्नु, आफ्नो गोजीमा 1 रुपियाँ छैन अहिले। त्यसो नभन्न, मलाई पनि गाह्रो हुन्छ नि। साउको भन्दा ब्याजको जस्तो माया लाग्छ। अब के अलिअलि भए पनि दे न। अब अहिले छैन काजी साहब, यसो हेरेर हजुरले दया गरेर छोडिदिनु पर्यो अहिले चाहिँ। सधैँभरि दया गर्न भएन, दयाल मात्र मेरो पेट भरिँदैन नि। हेर अब के गर्नु त काजी साहब, अहिले म पनि पालिन पर्यो।
मलाई पनि गाह्रो हुन्छ है त नि काई साहब अहिले त मसँग फुट्टे कौडी छैन काई साहब हे तँलाई कहिलेसम्म टाइम दिने होइन काई साहब मलाई 15 दिनको मात्रै टाइम दिनुहोस् 15 दिन नभन्न मलाई पनि गाह्रो छ नि 10-12 दिनमा दे न मलाई हुन्छ काई साहब त्यो ठेर भयो भने म आफै हदिँदै गर्नु आउँछु न लिएर आएस् जसरी भयो भने अब कासले त्यति भन्दै काट्दैछ कासब के गर्नु कासब खै के गर्ने त मान्छेलाई काट्नु भएन मार्नु भएन दिन्छु भनेकै छ त्यो त हो कासब अब 2-4 दिनसम्म हेर न बाटो गाउँछेउको मान्छे हो हुन्छ कासब हुन्छ हस् काटी छ बस अब घरमा के भयो हेर्नु पर्यो म घर नगएको 2 दिन भइसक्यो बहिनी एक्लै छ कुनै घरमा के गरे होला यसो घरतिरै हेर बहिनी के गर्दैछस् बहिनी के रिसाएको दाइको काम यस्तो छ जतिखेर नि काजीको पछि लागेर हिँड्ने हो दाइ के गर्नु बहिनी काम यस्तो छ अनि खाने पाकिस् त के को खाना पाक्नु नि पानी लिएर आउँदै थिए कस्तो लडेर कस्तो दुखिरहेको छ यहाँ हो र बहिनी अनि के गर्नु लडिस् त बर्खा महिना चिप्लो हुन्छ अनि हेरेर हिँड्नु पर्दैन हेरेर त हिँडेको नि दाइ यहाँ मान्छेले कस्तो दुखिरहेको छ लडेर तपाईँ यत्रो दिनसम्म कहाँ हराउनु भएको त नि के गर्नु बहिनी अब घरको काम गर भने खाना लाउन पुग्दैन के गर्नु बहिनी अब काजी सरले अलिअलि अब रासन पानी दिनुहुन्छ